भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला, सबैबाट पुर्याउनुहोला। यसको अर्थ म बुझाउँदैछु। आज सुख शान्ति खोजिन्छ। सुख शान्तिको दुनियाँ कस्तो थियो भनेर म देखाउँदैछु। सुख शान्तिको दुनियाँ यस्तो थियो, स्वर्ग सुखै सुख, आनन्दै आनन्द, खुसी नै खुसीको संसार थियो। सारा विश्व एक राज्य थियो, एक भाषा थियो, एक कुल थियो। त्यति बेला थियो सुख शान्ति, आनन्द, खुसी। अहिले त एकअर्कालाई दोषेको छ, जातलाई दोषेको छ, धर्मलाई दोषेको छ, पार्टीलाई दोषेको छ। अनि कहाँबाट सुख शान्ति हुन्छ? यस्तो एकताको दुनियाँ ल्याउनुपर्छ सबै मिलेर। हेर्नुहोस् त, गाई र बाघले पनि स्वर्ग दुनियाँमा एकै ठाउँ पानी खाएको छ, मिलेर बसेका छन् पशु पक्षी पनि। त्यसैले स्वर्ग दुनियाँमा सृष्टि भएका रहेछन् गाई भनेका। हामीले बुझ्नुपर्ने, स्वर्ग सृष्टिको सुरुवातदेखि नै रहेछन् गाई माता भनेको। त्यसैले हामीले रक्षा गर्नुपर्छ। गाई र बाघ एकै ठाउँमा पानी खाँदा रहेछन् मिलेर। अहिले त कहाँ मिल्न सक्छ पशु पक्षी पनि। मान्छेले नै अब मिल्न सिकाएको छैन, मान्छे नै मिल्न सकेको छैन। अनि कहाँ पशु पक्षी मिलेर बस्छ र? त्यति बेला त सुख शान्ति आनन्द खुसी, मानवहरू कुनै लडाइँ झगडा नै हुँदैनथ्यो। माया प्रेम दया खुसी नै खुसीको दुनियाँ थियो यो स्वर्ग दुनियाँ। अनि न स्वर्ग बन्द रहेछ। यही धरती परिवर्तन भएर स्वर्ग हुने रहेछ, अर्को दुनियाँ होइन। यही धरतीमा परिवर्तन हुनुपर्दो रहेछ। सम्पूर्ण मानवको एक विचार भएपछि, एकता भएपछि मात्रै स्वर्ग बन्द रहेछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हेर्नुहोस् त, पशु पक्षी